चरा हेर्दा साना हुन्छन् तर तिनीहरूबाट धेरै कुरा हामीले सिक्न सक्छौँ। जति नै ठुलो अन्नको फसलमा पुगे पनि उसले आफ्नो पेटभरिभन्दा बढी उसले खाँदैन। उसलाई जति चाहिन्छ त्यति खान्छ। उसले फेरि त्यो धेरै सङ्ग्रह गरौँ, सबै भयभरको जति सबै बटुलेर मै लैजाउँ भनेर उसले मनमा कहिले त्यसरी लोभ गर्दैन। अर्को कुरा चाहिँ चरो सानो हुन्छ तर उसले सकेको काम गर्छ जरुर। बाँदरले घर बनाउँदैन, तपाईँले बाँदरले घर बनाएर बसेको देख्नु भएको छैन होला छ, तर चराले सानो भए पनि उसले घोसला बनाउँछ र बस्छ। जाडोमा पनि ऊ सुरक्षित हुन्छ, पानीमा पनि ऊ सुरक्षित हुन्छ। मान्छेले पनि आफ्नो जसोतसो गरेर आफ्नो आवास गृह, आफूले बस्ने स्थान, प्रेमको घर अवश्य बनाउनुपर्छ। चराले आफ्ना सन्तानलाई खुब माया गर्छ, टाढा टाढा जान्छ, टाढा टाढा गएर चारो लिएर आउँछ, त्यो उसका जुत्तामा बोकेर र ती सन्तानलाई खुवाउँछ, स्नेह गर्छ अनि सानैदेखि सिकाउँछ, काम गर्न सिकाउँछ के चराले आफ्ना सन्तानहरूलाई सानैदेखि खोज्न जान सिकाउँछ उसलाई। त्यसकारणले गर्दा सानो भए पनि ऊ बडा ज्ञानी छ। अर्को कुरा, चराबाट सिक्नुपर्ने ज्ञान, ऊ साह्रै बिहान उठ्छ, प्रभातमा उठेर मङ्गल गान गर्छ। चराले बिहानको त्यो चराको आवाज सुन्दाखेरि तपाईँ हाम्रो हृदयमा पनि एक प्रकारको आनन्द प्राप्त हुन्छ। चरो बिहानै उठ्छ, मङ्गल गान गाउँछ। दिउँसो आराम कहिले गर्दैन, चरो दिउँसो सुतेको यहाँहरूले पक्कै पनि देख्नु भएको छैन होला। ऊ बेलुका समयमै सुत्छ, ऊ दिउँसो कहिले पनि सुत्दैन, आफूले सकेको काम आफै गर्छ। चरालाई गुरु बनाएर पनि हामीले ज्ञान दिन सक्छौँ। ऊ सानो छ तर धेरै हामीलाई सन्देश दिइरहेको छ। दुबै भाले पोथी हर बखत पालो गरी गरी लगिदिन्थ्यौँ चारा बिकल बचराका मुखभरि। मान्छेहरूमा के छ भने एउटा सानो नानीलाई भोजन गराउनु पर्यो भने आमाले गराउनुहुन्छ। हामी छोरा मान्छे त म त जान्दिनँ होइन, सक्दैनौँ भन्छौँ नि त। तर दुबै भाले पोथी हर बखत पालो गरी गरी, मान्छेले पनि सिक्नु पर्ने रहेछ क्या त्यहाँबाट। आखिर उत्तरदायित्व माता पिता दुवैको बराबर रहेछ। आमा बुबा दुवैले सन्तानका लागि त्यति नै जिम्मेवार बन्नु पर्दो रहेछ भन्ने कुरा पनि तिनीहरूले हामीलाई ज्ञान दिन्छन्। यसर्थ त्यो चराको त्यो प्रेमलाई देखेर वेदव्यासको मनमा पनि पुत्र मोहको एउटा भावना उत्पन्न भयो। आश्रमे कलबिङ्कौ तौ दृष्ट्वा विस्मयमागत। सोच्नुभयो, ओहो वीक्ष प्रेमाद्भुतं तत्र बाले चटकयोस्तदा। एउटा पशुमा त आफ्ना सन्तानप्रति त्यति प्रेम छ, उनीहरू सन्तानप्रति त्यति मरिहत्ते गर्छन् भने आखिरमा यी मानिसलाई परिवार, प्रेम, आफन्त, छोराछोरी, आफन्तका लागि चिन्ता हुनु कुनै नौलो कुरा हो र। किञ्चित् चित्रं यत् मनुष्याणां सेवा फलमभीप्सितम्। अनि मेरो छोरो बढ्ला ठुलो होला, मलाई उसले केही सेवा गर्ला, मेरी छोरी ठुली होलिन्, मलाई सेवा गर्लिन्, मलाई बुढेसकालमा तातो पानी देलिन्, छोरीले छोराले देलान् भन्ने अपेक्षा राख्नु कुनै अपराध हो र। उनै तीर्थ हुन् जो उनै हुन् पूजा। सन्तानका लागि त फेरि आमा बुबा त तीर्थ व्रत धर्म कर्म पूजा उपासना आराधना सब आमा बुबा हुनुहुन्छ।